स्कुल नाम सुन्दा सुन्दर र विकसित ठाउँ जस्तो लाग्छ। यहाँ ठुला ठुला सडकहरू, पार्कहरू, विद्यालयहरू तथा अन्य सुविधाहरू रहेका छन्। तर तिनै सुविधाहरूको माझ हरियाली पनि हराउँदै गएको छ। त्यहाँका मानिसहरूले वातावरणीय सरसफाइको ध्यान दिँदैनन्, किनभने उनीहरूलाई लाग्छ म एकजनाले गरेको फोहोर हो के नै हुन्छ र। त्यही टुङ्गामा बस्छन् अन्सु र सोहन। उनीहरूले पनि सोही सोच राख्छन्। एक दिन सधैँले गरी आमाले अन्सु र सोहनलाई उठाउनुहुन्छ। हाम्रो वरिपरि रहेको सडक, विद्यालय, खानेपानी, हावा सबै हाम्रो वातावरणमा पर्छन्। तिनीहरूलाई सफा र स्वास्थ्य राख्नु नै वातावरण सरसफाइ हो। गुरुआमा, वातावरण सफा किन हुनुपर्छ र? वातावरण सफा भएन भने फोहोर वातावरणले विभिन्न रोगहरू आकर्षण गर्छन्। धुलो धुवाले फोक्सोमा समस्या पर्ने, दम, अस्थमा जस्ता विभिन्न रोगहरू आउँछन्। त्यसैले वातावरण सफा गर्नुपर्छ र हामीले राम्ररी फोहोर व्यवस्थापन गर्नुपर्छ। एउटै मान्छेले फोहोर फाल्दैन के हुन्छ र? राम्रो प्रश्न गरेको सोहन। हामी सबैलाई थाहा नै छ पोखराको सिटी नदी कति विशाल देखिन्छ। तर हिमालबाट बग्ने नदी हिमालमा गएर हेऱ्यो भने यो थोपा थोपा पानीमा परिवर्तन हुन्छ र बल्ल त्यो विशाल नदी बन्छ। हामीले सुनि पनि आइरहेका छौँ थोपा थोपा पानीले सागर बन्छ भनेर। त्यसैले नै पोखराका हरेक मानिसहरूले आफ्नो घरबाट निस्किने फोहोर बाटोमा फाल्यो भने के हुन्छ? फोहोरको पहाड बन्छ र विभिन्न समस्याहरू आइपर्छन्। वातावरण कसरी दूषित हुन्छ? वातावरण हामी मानवीय क्रियाकलापहरूले गर्दा नै दूषित भइरहेको हुन्छ। हामीले फोहोर यसरी जताभावी फाल्ने, प्लास्टिक जलाउने, राम्ररी व्यवस्थापन नगर्ने, पुरानो गाडीहरूलाई मर्मत नगरिकन चलाउने जस्ता क्रियाकलापले गर्दा वातावरण हरेक दिन प्रदूषित भइरहेको छ। वातावरणमा ध्यान नदिए के हुन्छ सर? पोखरा संसारको सुन्दर सहरहरूमध्ये एक हो र हामी पोखरेलीहरू यहाँ बस्न पर्नमा अत्यन्तै भाग्यमानी छौँ। पोखरामा रहेको माछापुच्छ्रे, अन्नपूर्ण, फेवता, टेक्नास्थान जस्ता जस्ता कुराहरूले प्राकृतिक रूपमा पोखरालाई सुन्दर बनाएको छ र यी सबै हाम्रा वातावरण हुन्। हामीले देखेकै छौँ पोखरामा हिमालहरूमा यो कति कम मात्रामा छ। यस्तो कति कम मात्रामा छ। नदी नालाहरूमा पनि गनाउने फोहोर, प्लास्टिकका ऱ्यापरहरू, प्लास्टिकका झोला, सिसाका बोतलहरू मात्र देखिन्छ र हामीलाई थाहा नै भएको कुरा हो फेवता हरेक वर्ष घट्दै गइरहेको छ। यस्तै भइरहेको भने पोखराको प्राकृतिक स्रोतहरू के हुन्छ र हाम्रो भविष्य के हुन्छ होला सोचौँ त।
साथीहरू हामीले याद राख्नुपर्छ प्रकृति हाम्रो घर हो र यसलाई बचाउने र यसलाई सम्हालेर राख्ने हाम्रो कर्तव्य हो। घन्टी बज्छ। सबै विद्यार्थीले आफू छेउको फोहोर टिपेर डस्टबिनमा फालेर घरतिर लाग्छन्। घर जाने बेलामा मेरो त कस्तो पेट दुख्यो। के भएर? पानीले त मलाई त कस्तो घुमायो। कम्ती पानी खाएर बल्ल बल्ल घर पुग्छिन्। घर पुग्न साथ उसलाई सास फेर्न गाह्रो हुन्छ र उनी डढ्छिन्। आमाले डाक्टर दिदीलाई फोन गर्नुहुन्छ। हेलो हेलो मेरो छिटो आउनुहोस् न मेरो छोरी धनी के भयो र छिटो आउनुहोस् न। ओहो डाक्टर दिदी आउनुहुन्छ र अन्सुले डाक्टर हाल्नुहुन्छ। उनी एक्कासी घरि हेर्नुहोस् के भयो। यही बेर अन्सुलाई जाँच गरेपछि उसलाई होस आउँछ। नानी अन्सुलाई के भएको मोर्ने कस्तो छ? उसको अवस्था पनि के गम्भीर छ नि फोक्सोको क्यान्सर भयो जस्तो छ। ल मेरो छोरीलाई के भयो? हे भगवान् अब के गर्ने होला? यो कसरी भयो? अत्यधिक प्रदूषणमा नगर जसमा तलका निस्कने धुवाँहरू मिसिएको हुन्छ। त्यहाँ लामो समयसम्म बस्दाखेरि यस्तो घटना निम्तिन्छ। अहिले आजकल त यस्ता घटनाहरू पोखरामा दिन प्रतिदिन घटिरहेका छन्। हामीले नै फोहोर फालेर आज मेरै रुखलाई यस्तो भएको छ। अब यसलाई रोक्न के गर्न सक्नुहुन्छ? तिमीले राम्रो प्रश्न सोध्यौ। हामीले यस्ता घटनाहरूलाई रोक्नका लागि 3वटा प्रमुख काम गर्नुपर्दछ। प्लास्टिकबाट बनेका सामग्रीको प्रयोग नगर्ने, वृक्षारोपण फोटो खिच्नको लागि मात्र नभएर त्यसलाई पूर्ण रूपमा हुर्काएर हरियाली बनाउनु पर्दछ। खानेकुरा पानी र बिजुलीको सदुपयोग गर्ने र खेर नफाल्ने ताकि अरूले पनि प्रयोग गर्न सकुन्। हामीले यस्तो कुरा गर्यौँ भने बल्ल पोखराको वातावरणलाई भविष्यका लागि सुरक्षित राख्न सक्छौँ। अहिलेको लागि मैले यो 2टा औषधि दिएको छु। उसलाई नियमित रूपमा बिहान र बेलुका दिनुहोस्। साह्रै नै सन्चो भइहाल्छिन्। हाम्रो गल्तीले गर्दा नै आज मेरो छोरीलाई यस्तो आपद परिरहेको छ। अब हामी यो गल्तीले दोहोऱ्याउनेवाला छैनौँ र हाम्रो वातावरणलाई सफा राख्नेछौँ। धन्यवाद। हस् त, धन्यवाद मङ्गल। वातावरण प्रदूषणसँग हामी प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएका छौँ। हामीले कतार प्लास्टिकहरू फोहोरहरू फाल्दा जलाउँदा यदि छोड्यो के नै हुन्छ र भने जस्तो मान्छौँ। तर एकचोटि सोच्नुहोस् त, संसारभरका मानिसहरूले यही सोच राख्ने हो भने हाम्रो वातावरणको हालत के हुन्छ? प्रति वर्ष 12.6 करोड मानिसहरू यही वातावरण प्रदूषणका कारणले बिरामी हुँदै गएका छन्। यदि यस्तै चलिराख्यो भने हाम्रो मानव अस्तित्व नै सङ्कटमा पर्न सक्छ। हामीले त हाम्रो वातावरणलाई जोगाउने प्रण गर्यो। अब पालो तपाईँहरूको।